अर्जुनको बुवा गौरव सरको डायरी पढेपछि केही समय त चुपचाप लागेर बस्नुभयो। तर उहाँलाई भित्रभित्रै जिज्ञासाले सताइरह्यो। कस्तो होला त्यो ढोका? के साँच्चै गौरव सर कहिल्यै फर्केनन् त भन्ने जिज्ञासाले उनलाई सताइरह्यो। उनी साथीहरूसँग गाउँको पुरानो स्कुल जान्छन्, जुन स्कुल धेरै वर्ष अगाडिदेखि बन्द छ। विद्यालयभित्र एउटा सानो काठको ढोका देखिन्छ, माटोले आधा पुरिएको। झ्यालबाट भित्र हेर्दा केही देखिँदैन, तर भित्तामा कालो धर्सारो रगत बगेको जस्तो देखिन्छ। आमो, यो ढोका त खोल्नुहुन्न होला भनेर साथी भन्छन्। तर अर्जुनको बुवा भन्छन्, मेरो छोरा भित्र पनि त हुन सक्छ। यदि म अहिले डराएँ भने मेरो छोरा कहिले पनि फर्केर आउँदैन। केही मेहनतपछि ढोका खुल्छ। भित्र साँघुरो लामो पऱ्याङ छ, जसको अन्त्य देखिँदैन। उनीहरू मसाल बालेर पऱ्याङबाट तल झर्छन्। तल पुग्दा एउटा कालो कोठा छ। चारैतिर पुरानो कागजहरू च्यातेर फालिएको छ, भाँचिएको कुर्सीहरू राखेको छ, अनि भित्तामा बच्चाहरूको फोटो टाँसिएको छ। सबै बच्चाहरूको आँखा कालो रङले काटिएको छ। अर्जुनको बुवाले एउटा कुनामा एउटा सानो छोरीको फोटो देख्छन्। त्यो फोटो हेरेपछि अर्जुनको बुवा छिच्याउँछन्, यो त मेरो बहिनी हो। ऊ सानो छँदा हराएकी थिए। अहिलेसम्म लुकिएका सम्झनाहरू फेरि याद आउन लाग्छन्। 2048 सालमा पनि यस्तै गरी बच्चाहरू हराएका थिए। कोठाको बिचतिर एउटा टेबल देख्छन्, जसको माथि एउटा धुलो लागेको बाकस थियो। बाकसभित्र एउटा टेप रेकर्डर थियो। अब उनीहरूले टेप रेकर्डर सुन्छन्। म गौरव दाल, मलाई क्षमा गर्नुहोस्। मैले 11वटा बच्चा त्यहाँ पठाएको छु। मलाई आदेश दिइन्छ, म केवल एक माध्यम मात्र हुँ। त्यो शक्ति जुन तिमीहरूले बुझ्न सक्दैनौ। अर्जुन जिउँदैछ, तर उसलाई बचाउने समय निकै थोरै छ। यदि तिमीहरूले अर्जुनलाई भेट्न चाहन्छौ भने पूर्णिमाको रात पर्ख। ढोका फेरि खुल्नेछ। कथा अझै बाँकी छ। त्यो शक्ति के हो? गौरव सर कसरी संलग्न भए? के अर्जुन पूर्णिमाको रातमा फर्किन्छन् त? यो सबै कुरा पार्ट 3 मा हुनेछ। पार्ट 3 हेर्नलाई यो च्यानललाई लाइक गरी सब्सक्राइब गरिदिनु होला।